हेलो कामरेमा गुन्का म चाहिँ यहाँनिर ड्युटीबाट झर्दै थिएँ कि हाम्रो आएको चाहिँ यहाँनिर सिरिसम्म गएको ग्रिन हाउस हाम्रो यहाँ ठुलो घरको अस्ति मैले लास्ट ब्लकमा फर्स्ट ब्लकमा भनौँ न लगाएको थिएँ मेरो ठुलो घरको चाहिँ यतापट्टि मेरो आएको कान्छाले चाहिँ सब्जीहरू पुरा रोप्नुहुन्छ नि त आएको चाहिँ ड्युटीबाट आएर पनि पुरा यहाँ स्याहार्नु हुँदो रहेछ कि अन्त अलिकति छोटो बनाऊँ भनेर नि ब्लग अन्त मैले यो सब्जीहरू मैले लास्ट टाइम त्यो ब्लगमा पनि हालेको थियो है तब चाहिँ सानो सानो थियो अहिले चाहिँ आएकोले मजाले यहाँनिर सफा गर्दै रहेछ त्यसले गर्दा चाहिँ अलिक ठुलो पनि भएछ नि त त्यसले गर्दा चाहिँ देखाउनु आँटेको फर्स्टमा चाहिँ यो अस्ति चाहिँ सानो सानो थियो मेरो मैले ब्लगमा हालेको थियो सब्जी यो चाहिँ हाम्रो यो पुरानो घर हाम्रो ठुलो घर यो चाहिँ अहिले आएकोहरू पनि बस्दैन त्यसले गर्दा यहाँ सब्जीहरू चाहिँ लगाइबस्नुहुन्छ अन्त यो सब्जीहरू चाहिँ अस्ति लास्ट टाइम देखाउँदा सानो अब बोटै थियो भनौँ न त्यो ब्लगमा अहिले चाहिँ यत्रो भएछ ठुल्ठुलो मोमो खाने ठिक्कै भएछ रमभेडाहरू मजाले फलेछ रमभेडाहरू पनि यहाँको चाहिँ सफा गर्नुहुँदैछ यो के भन्छ बन्दाकोपी भयो अन्त यहाँनिर फुलकोपी रहेछ यहाँ चाहिँ फुलकोपी फल्दो रहेछ रमभेडाहरू चाहिँ बिजोक भएछ त्यो अलिक पानीको कम्ती भएर मजाले रोप्नु भएछ अन्त यो बिउ आएको यो के को बिउ हो यतापट्टिको चाहिँ यो चाहिँ लौका यो काँक्रा यो यताको करेला नि यो चाहिँ बिउ ठिक्कै बनाउनु भएछ रोप्नुको लागि यहाँनिर चाहिँ आएकोले सब्जीहरू लगाउँछ हाम्रो पहिलादेखि नै लगाउँथ्यो यहाँनिर अन्त आएकोहरू अहिले तल बसेर पनि यतिको चाहिँ लगाउनु भएको छ अस्तिको हिल स्टोनले चाहिँ त्यस्तो बेसी असर गरेन नि त अलिअलि गरेको थियो यहाँ माथि त्यसले गर्दा चाहिँ फेरि नयाँ सबै नयाँ लाउनु भएको यहाँनिर अन्त यहाँ चाहिँ यहाँनिर फेरि हाम्रो चाहिँ पहिलादेखि नै अब पुरा गर्नुहुन्थ्यो नि त यहाँ घरमा चाहिँ हाम्रो आजीहरू हुँदा पहिला अब निगुङहरू हुँदा पनि होला अब यहाँनिर हुनु पनि राम्रो आउँछ सब्जीहरू त्यसले गर्दा यति जग्गामा चाहिँ मजाले गर्नुभएको छ अन्त यो चाहिँ हाम्रो पहिलाको मैले लास्ट ब्लकमा पनि लगाएको थियो यो चाहिँ हाम्रो के भन्छ मूल घर भनौँ न अहिले कोही बस्नुहुन्न यतिकै छोरीको चाहिँ सबै सिफ्ट हुनुभएको छ है आएको कान्छा बस्नुहुँदै थियो तर सब्जीहरू त्यहाँदेखि गाईबस्तुहरू चाहिँ यतै राखेको छ सो थ्याङ्क यू मेरो आजको ब्लग यति नै सानो मेरो मिनी ब्लग तपाईँहरूले हेरिदिनुहोस्